तिमी बिनाको पलहरू आज म एक्लै एक्लै कटाइरहेछु अनि सँगै बाँच्ने सँगै हाँस्ने सँगै बाँच्ने अनि मिठो विवाह बन्धनमा बाँधिने ती मिठा कुराहरू सम्झेर आज कता कता एक्लै कुनामा म रोमलिरहेछु। त्यो तिमी र मैले देखेका सपनाहरू काश साँच्चै भइदिएको भए आज म एक्लै यहाँ बस्नु पर्ने थिएन अनि तिम्रो बिदाईमा एक्लै म यहाँ रोनु पर्ने थिएन। हर बाटोहरू हेर्छु तिमी हिँडिरहेको जस्तो लाग्छ अनि हर वनजङ्गलहरू हेर्छु तिमी बिना अधुरो अधुरो लाग्छ अनि सँगसँगै ती मन्दिरहरूमा सँगै हिँडेका अनि बाचा गरेका दिनहरू सम्झन्छु। तिमी बिना त्यो अपुरो अधुरो नै रहन्छ। यो संसारमा के भइरहेछ कसो भइरहेछ मलाई बिल्कुल थाहा छैन किनकि तिम्रो बिछोडमा म आज एक्लो एक्लो भएको छु अनि मन टुक्रा टुक्रा भएर तिमीलाई नै हरदम हर पल याद गरिरहेछु। जिन्दगीका ती हरेक पलहरूमा तिमी र मैले पनि सँगसँगै हिँड्ने बाटोहरू खोजेका थियौँ, सँगै रमाउने सपनाहरू देखेका थियौँ। तर नेपालमा भएको त्यो आन्दोलनले अनायासै हाम्रो सपनाहरू चकनाचुर बनाइदियो। तिमी कलेजबाट फर्किरहेको थियौ, एक्कासी त्यो भिडबाट एउटा गोली आएर तिमीलाई मृत्यु बनायो। म त्यही छेउमा उभिएको थिएँ र तिमीलाई मैले हतार हतार उठाएँ तर तिमीले अन्तिमपल्ट मलाई हेरेर आँसु बरर झार्यौ। मैले सहयोगको लागि साथीभाइहरूलाई भने, साथीभाइहरूले हतार हतार हस्पिटल त लगे तर तिमीले बाटैमा मेरो काखमा प्राण त्याग गरिसकेको थियो। आज म हे भगवान उनी जहाँ छिन् जस्तो छिन् उसको आत्माले सधैँ शान्ति मिलोस्। यदि मिल्छ भने भगवान मेरो शरीरमा भएको मेरो भाग्यमा भएको हर खुसीहरू उसको भाग्यमा पुर्याइदिनुहोस् किनकि उभिनको जिन्दगी आज मलाई अधुरो अधुरो लागिरहेछ। तिमीलाई भेट्न हर बाटोहरू हर मन्दिरहरू अनि हर खोला नाला वनजङ्गलहरू जतासुकै जान्छु। घरिघरि त सुसाइड गरौँ कि जस्तो पनि लाग्छ तर तिम्रो मायाले भन्दा पनि मलाई मेरो बाबा आमा अनि यो समाज यो परिवारको दायित्वले मलाई बाँधेको जस्तो लाग्छ। हुन सक्छ भने मलाई लिन तिमी चाँडै नै आऊ किनकि तिमी बिनाको जिन्दगी मेरो लागि अधुरो भइरहेछ। कतिपल्ट त कोसिस गरिसके तिम्रो याद मेट्नको लागि, अस्ति पोइजन ल्याएर पनि खाने कोसिस गरे तर मलाई जन्म दिने आमाको अनुहार हेरेँ मैले त्यो गर्न सकिनँ। त्यसैले मेरो मन कमजोर हुँदै गइरहेछ। हुन सक्छ भने हावाको रूपमा आऊ अनि म सुतेको ठाउँमा मलाई लामो निद्रामा पुर्याइदेऊ किनकि जब तिमीले साथ छोडेर गयौ तबदेखि यी आँखाहरूले निदाएका छैनन्। जतिपल्ट तिमीलाई सम्झिन्छु आँखाबाट आँसु बढेर खसिरहन्छ। के गर्नु कसो गर्नु तिम्रो मायाले मलाई बाँधेको छ अनि मेरो परिवारको दायित्वले पनि मलाई बाँधेको छ। म केही गर्न सकेको छैन। प्लिज